ल साथीहरु, आज फेरि मेरो साथी दैलेखदेखि आउनुभएको छ। उहाँको नर्सरी छ दैलेखमा। मेरो एकदम मिल्ने साथी, एकदम राम्रो साथी हुनुहुन्छ। उहाँ पनि आउनुभएको छ यसो मेरो नर्सरीको भिजिट गर्ने। त्यही भएर अब उहाँको पनि परिचय म हजुरसँग गरान्छु। सर नमस्कार है। नमस्कार सर, हजुरले यो जानकारी दिनुहोस्। हजुरको माथि नर्सरी छ नि त सर हैन दैलेखमा? हाम्रो नर्सरी फर्म छ। हाम्रो कृषि तथा पशुपन्छी फर्म लर्निङ सेन्टर हाम्रो दैलेखमा खुलेका छौँ हामीले। त्यहाँ पनि हाम्रो 40 जातिको यो प्रजातिहरू छ हजुर स्याउको, जसमध्ये हाम्रो लो हाइटमा 800 मिटरमा तपाईको 5 प्रजाति सेम्पलमा आइसक्यो। हजुर। र हामीहरूसँग बिरुवा त कमै छ। हाम्रो अलिकति रुट स्टकमा काम हो र अलिकति कम छ बिरुवा त 3-4 हजार छ। तर यो हाम्रो यो फर्ममा बिरुवा 40 प्रजातिको बिरुवा र एकदम हेल्दी बिरुवा हामी हेर्न सक्छौँ। यो लोमागा, टमाटर, गालाटेरेक्स, हेक्का लगायत अरू रेड डिलिसियस सबै प्रजातिको बिरुवा। हजुर। तराई तपाईको -3 डिग्रीदेखि लिएर तपाईको गर्मी 45 डिग्री तापमानसम्म हुने हाम्रो 40 प्रजातिका बिरुवाहरू एकदम हेल्दी। तपाईको 8 देखि लगभग 10 फुटसम्मको हाइटमा हामीहरू यहाँ बिरुवा उपलब्ध छन्। क्वान्टिटीमा उपलब्ध छन्। हाम्रो लगभग कति 40,000 हाम्रो होला है। हजुर, 40,000 ग्राफ्टिङ छ हाम्रो सर। यसमा नि 40,000मा लगभग अब 30,000 त हाम्रो बेच्ने हुन्छ होला। 30,000 बेच्ने हुन्छ। अब यो बिरुवालाई चाहिँ हामीले कर्णाली प्रदेशमा कृषि बजेट उखट र स्याउमा चाहिँ धेरै छ। हाम्रो लगभग 16 करोड रुपियाँ नै छ। हजुर। र त्यसको लागि हामीहरू हेर्नलाई आइरहेछौँ। हजुर। र यो हामीले यो भिडियोहरूलाई लिएर हामी सिधै कृषि मन्त्रालयमा गएर त्यहाँ सचिव, कृषि मन्त्री र सचिवसँग र त्यो मन्त्रालयको कृषि अधिकृतसँग हामी भेट्छौँ। भेटेर कुन कुन पालिकामा यो हाम्रो बिरुवा जान्छ, कहाँ माग छ, त्यो चाहिँ माग हेरेर हामी त्यहाँ मेसेज पठाउँछौँ। यति यति बिरुवा छ भनेर हामी डिटेल पठाउँछौँ। र अब यो बिरुवा हाम्रो बिक्रीको लागि जति चाँडो हाम्रो किसानले यो बिरुवा लगायो, पुसको महिना नै लगाउँदाखेरि चाहिँ ग्रोथ ज्यादा हुने र अलिक पछि लगाउँदाखेरि चाहिँ यसको ग्रोथ अलिक बिग्रने सम्भावना भएको कारणले हामी जसरी पनि पुसको महिनामा नै वितरण गर्न सक्ने सिद्ध हुन्छ। हजुर, मेरो यो छ। ल त हुन्छ सर, धन्यवाद हजुर आएको यहाँ उसमा फर्ममा। यस्तो त उहाँ मेरो साथी हुनुहुन्छ, उहाँ र म मिलेरै यस्तो काम छ हाम्रो तलमाथि। उहाँकोमा नभएको भेराइटी मबाट जान्छ, उहाँ मेरोमा नभएको उहाँबाट आउँछ मदर प्लान्टबाट काटेर। बाँकी अब हाम्रो के छ भने खासमा अब हामीले मिलिजुलेर भारतबाट साइनबुट, रुट स्टाकहरू, माइक्रोबलानहरू, अब सबै फर्टिलाइजर जस्तो माइक्रोराइजा मिल्दैन, केही चिजहरू आइबीहरू मिल्दैन, त्यो हामी भारतबाट ल्याउँछौँ।